आज घरमै पाक्छ। दाँत कस्तो छिटो उदाको है। कहाँ जानुहोस् रे? इन्जोय गर्ने धुनी ताप्न आउनु गाइज, धुनी ताप्नु। यो माछा खोलामा खाने दिन पनि आउँछ गाइज कुनै दिन। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ हाम्रो घरमै यस्तो चिज आइसकेको छ धेरै समयपछि। आज चाहिँ हाम्रो घरमा बन्नेवाला छ, आधी चाहिँ बिक्नेवाला छ। गाइज हेर्न सक्नुहुन्छ है, यति धेरै लामो छ। यो चाहिँ आज घरमै पाक्छ। हेर्ने दर्शकहरू, भान्जा भान्जी, बहिनीहरू, बुढी, आज यसले बनाउँछ मेरो बुढीले। अनि यता पनि छ हेर्ने, उता पनि छ, सब दाँत उदाएर बसे आज यो बाम खानालाई। अहिले कटिङ हुन्छ, सबै दाँत कस्तो छिटो उदाएको। ए खानी नानी भन्छ चपाउने हो त, खानी नानी खै त भनेको सिजल खानी नानी भन ल। भान्जी तिमी पनि खानी नानी खानी, तपाईँ खानी नानी रे? हाम्रो भान्जी नि खानी है। ल यहाँ आउँ सियन, तँ जानुहोस् रे खानी। यहाँ हाँसेको खसीभन्दा महँगो छ त यो भने खाइहाल्छु नि। हाम्रो सियोन त झन् ब्रिन्च खाजाहरूमा आएको नारायणीको लोकल राजाबाम। धेरै समयपछि, लामो समयपछि आएको भएर यसलाई चाहिँ आज घरमा आदि बन्छ। हाम्रो आज बहिनीहरू, भान्जाहरू, भान्जीहरू सब आएको छ। अनि आज मेरो बुढीले कस्तो बनाउँछ भन त? एकदम मिठो मिठो बनाऊ है, यस्तो स्पेसल बनाऊ। लगाइज है, अघिको देखाएको राजाबाम पोस्टमार्टम भइसक्यो। अब यसको कटिङ हुन्छ खत्रै तरिकाले। हेर्नु होला फुल भिडियो। हाम्रो चाहिँ आज यो परिवारसँग जान्छ। यो तपाईँको 5400को माछा खाइ त सक्दैन क्यारे। अब यसको अब सोम उठाएर ब्याज चाहिँ घरै खाइदिने हो गाइज। आज चाहिँ हाम्रो यो पुरै बाम बन्छ, पुरै पकाएको पनि हेर्नु होला। हेर्नुहोस् कस्तो बवाल देखिएको छ। कति केजी होला अन्दाज गर्नु होला, कमेन्टमा लेख्नु होला। मन परेछ भने लाइक, कमेन्ट, सेयर। चलायो बाबु ठुङ्दिन्छ है। ठुङ चाहिँ ठुङ्दैन, ठुङ चाहिँ ठुङ्दैन यसले, ठुङ्दैन, ठुङ्छ। हेर त तँलाई हेरेको सिजल कस्तरी हेरे कि हेरेन? ए हेरेको हो। यो खाइदिने हो नि होइन बाबु? ल गाइज, अब यो कटिङ हुन्छ है झड्याम्म लाएर। कुनै दिन यत्रो माछा बगरमा पनि बन्छ गाइज है हाम्रो। फेरि तपाईँहरूको माया अनि साथ सपोर्ट पायो भने यस्तो यस्तो माछाहरू बगरमा पनि बन्छ गाइज। हेर्नुहोस् यस्तो भइहाल्छ। ल माछा चाहिँ काटकुट भयो। अब यसलाई धोइ पखाली गरिन्छ। छक्क लाएर एकताल। नानी नानी सबै आइसक्छ यत्रो धेरै। नानीले जति खान्छ त्यति खाने। ल यति सक्छ ल भने ल अझै खाने। यो चाहिँ अब कस्टमरको लागि ल है। हाम्रो घरमा ब्रिन्च खाजा, घरमा राजाबाम छ, जलकौर पनि छ। ल कति खान हुन्छ आउनु होला गाइज है। नानी हामीलाई त त्यो भाइनी गएको जस्तो लाग्थ्यो नि दिदी। कति पाउँछ र चेपागाडा? आज राजाबाम बन्दैछ हाम्रो घरमा। मेरो बुढीले बनाउँदैछ। बुढी कस्तो बनाउँछ? मिठो मिठो बनाऊ, यहाँ स्पेसल बनाऊ। यस्तो महँगो माछा फेरि मिठो बनायो भने ढाड भाँचिहाल्छ फेरि तिम्रो। फेरि घरमै बिनेको मसला टक्को क्याप्सिकम पर्छ। मजाले भित्र मिक्स बनाउनु पर्यो। बेसार नुन
अब अघिको बा माछा ल सोध्छु म यता बिजी हाल्छु फेरि मैले यहाँ मोबाइलमा मेरो बुढी दिइराखेँ देखि ल ढाक्दै 5 मिनट जति ढाक्देऊ 5 मिनट भयो नि त ल भयो ल उगाएर हेर त फर्किराखेको छु स्वाद अनुसारको झोलाल है मेरो माया स्वाद अनुसारको झोलाल त्यसलाई चिटिक्क पारेर चलो यता डढिसकेपछि केही समयपछि उम्लिन्छ अनि यसको स्वाद लिन्छु मैले टक्क लाएर ढुङ्गासँग र नि हाम्रो यहाँ कस्टमरको लागि बन्दैछ यता चाहिँ सुकुटी राँगाको र यता चाहिँ यो पुरै 3 पिसवाला पोर्क डामेको यस्तो बवाल चिजहरू पनि बन्छ है गाइज मेरो खाजा घरमा आउन सक्नुहुन्छ यो माछा पनि तपाईँहरूको लागि हो अलिकति राखिदिएको छु चाँडै आउनु होला ल गाइज है उम्लिँदैछ हाम्रो राजाबाम चाहिँ भग्लग ल चाह त कस्तो भयो मिठो नि दामी बनाउँदै मेरो बुढीले चाहिँ ल कागती हालेपछि झन् यसको स्वाद 2 गुणा बढेर आउँछ टेस्टमा भने कागतीले बवाल लिन्छ त्यसै झन् बवाल हुन्छ सरर पुरै छैन अनि भयो नि त गजबको यो कुनै दिन बगरमा बन्दाखेरि कस्तो होला सानीले जेलमा बसेर माम खाएको हो सानीले माछा खाऊ हेर हड्डी हो क्या त्यो यतै माछा हेर माछा पस्किरहेछ यहाँ अब त्यसमा छिटो पस्क्यो भोक लागिसक्यो हाततिर भइसक्यो माछा कहिले खाने हेर्नु त ल यता चाहिँ पुरै भातको थालहरू रेडी 2 4 6 7 जम्मा 7 जना मात्र हाल्यो 8 जना यो छ नि सबभन्दा राक्षस चाँडै आइसक्यो दौडेर यो मेरो छाउरो हो यो राक्षस हो ल पहिला माछा खा न यहाँ तेरो मम्मीले बनाएको माछा हो ल खा यार ल कस्तो भयो मिठो ल ल अब है जनता ग्यारेजहरू माछा र भात आएर खानालाई छिटा हो ल भान्सिनी मान्छेले माछा ल्याउँदैछ ल के ल्यायो त राजामा ल्यायो ल यो खै माथि धन्यवाद हाल्यो नि है मेरो छोरोले सबभन्दा पहिला हानेको मेरो छोरोलाई बवाल लाग्यो रे ल पहिला खाइहाल त झ्याप्की झ्याप ल बबिता तिमी के खाने हो खाइहाल मिठो त भइहाल्छ नि होइन यस्तो महँगो माछा त मिठो त भन्नु पऱ्यो नि नमिठो भए पनि यहाँको जम्मा 2 4 6 8वटा थाल आएको छ अझै 5वटा थाल बाँकी नै छ हामी परिवारमा 13 जना सँगै बस्दाखेरि अड्दैन 8 जना यता 5 जना उता ल छिटो खानु मैले छिटो खाएर हल्ला नगरिने खा त पहिला जुन खाने खाना हे तेरिका यताबाट खुवाउनु सजिलो झन् तँलाई यता राख्दा क्या ल छिटो खा त सबले खाइसक्यो त मात्र बाँकी हो ल खा यो एक्टिङ पाएर कि साँच्चीको भने आयो एक्टिङ पाएर कि साँच्चीको भने ल सियन कस्तो भन्दै तिमीले खै त भनेको यहाँ हेर न ड्याडीले नै हेर्छ तिम्रो अनि यसले त भ्याइसक्यो मेरो छोरो राक्षस छ कि मिठो भएर ल नानी कता भने चिता भन्दैन ल नानी कति
वाउ हाँस्दियो अब हाँस्दियो खोइ त हाँसेको खोइ त अरू त हाँस्दैन कस्तो ल ल अब खाएको गाई है ल आजको हाम्रो फ्यामिली बाँकी आधी उता छ आधी यता भयो उताको अब खिचे भयो भात थपेको अझै थपे थप थप खा माछा नि खा ल यो पनि खा माछा नखाइदे झोल खाइदे यो ठुलो मम्मीको है यसरी देखाएर यसो गममा खाँदैन क्यामेरामा ऊ आयो अर्को लखरा बच्चा बुवालाई दिनुभयो भने बुवाले भात खाएन भने जानु तपाईँलाई भात नआएर हुन्छ अझ बबिताले खानु भन्दै बबिताले खुवाउँला अनि यता नजिकबाट गर्न पिस ल यता नजिक ल यस्तो भन्दा रमाइलो भनेको अझ बाबा आमा आएन के उतै भित्र बसेर खायो भोलिपर्सि सबै सँगालेर सबै बसेर खोलामा बसेर लिएर गएर खाने सबैलाई खोलामा लिएर गएर खाने ल घ्याममा खाने इन्जोय गर्ने माइले हाँसेर